सालुगु गाचा सालेमते अर्थात पातलो खास्तो नतान। सालुगु भन्नाले पातलो हो, गाचा भन्नाले खास्तो हो, त्यस्तै गरी सालेमते भन्नाले नतान भन्न खोजेको। अर्को खाइसी झम्सी ह्याकेमटे। खाइसी भन्नाले तितो अथवा यसको मिनिङ अरु केही पनि हुन सक्छ। म एकछिनमा आउँला यसमा। झम्सी भन्नाले त्यो कागती जस्तै हो, अचारमा हालिन्छ। सुन्तला जस्तै हुन्छ, सुन्तला भन्दा अलि सानो हुन्छ, निचोरेर अचारमा हाल्दाखेरि अमिलो हुन्छ। ह्याकेमटे भन्नाले नजिस्काउ भन्न खोजेको हो। खाइसी भन्नाले तितो हो, तर झम्सी त अमिलो हुन्छ। यसको अर्थ अरु पनि हुन सक्छ। यो गीतले भन्न खोजेको खाइसी भन्नाले अर्को केही शब्द पनि हुन सक्छ। तितोलाई खाइसी भन्छ, यहाँ खाइसी भनेको छ, सायद अर्को केही पनि हुन सक्छ। यसको मिनिङ यो भन्दा अरु हो भनेदेखि थाहा हुने मान्छेले प्लिज कमेन्ट गर्नु होला। यही पनि हुन सक्छ यसको मिनिङ, अथवा यो भन्दा अलि फरक पनि हुन सक्छ। किनभने अब त्यो झम्सी भन्न खोजेको हो भनेदेखि पाउँसे झम्सी हुनुपर्ने हो, अथवा खाइसी झम्सी भन्नाले अब अरु केही अब मान्छेको निकनेम त्यस्तो केही पनि हुन सक्छ। ठाउँ अनुसार नेपाल भाषाको वर्डहरु अलिकति ट्युनिङहरु यताउता हुन सक्छ, त्यसैले अब यही मिनिङ पनि हुन सक्छ, यो भन्दा अलि फरक पनि हुन सक्छ। माया यागु टोटे मटे। माया गर्न नछोड। मायालाई नेपाल भाषामा मचिना पनि भन्छ। माया यागु अर्थात माया गर्न। त्यस्तै गरी टोटे मटे भनेको चाहिँ नछोड भनेको हो। त्यस्तै गरी नेक्स्टमा भन्छ सालुगु गाचा सालेमखु अर्थात पातलो खास्तो तान्दिन। सालेमते भनेको नतान भनेको, त्यस्तै गरी सालेमखु भनेको तान्दिन भनेको। त्यस्तै गरी अर्को खाइसी झम्सी ह्याकेमखु। खाइसी झम्सी जिस्काउँदिन। ह्याकेमखु भनेको जिस्काउँदिन भनेको। त्यस्तै गरी अर्को चुप्पा नेगु टोटेमखु भनेको चुप्पा खान छोड्दिन भनेको। चुप्पा नेगु भन्नाले चुप्पा खान, नेगु भन्नाले खान हो, टोटेमखु भन्नाले छोड्दिन भनेको हो। हिरमा दाजु छु दयागु अर्थात हिरमा दाजु के भनेको भन्न खोजेको हो। यसमा हिरमा भनेको चाहिँ मान्छेको नाम हो। हाम्रो घर अगाडि पनि एउटा बाजे हुनुहुन्थ्यो पहिला, अहिले बित्नु भयो। उहाँको नाम पनि हिरमा हो। हिरमा बाजे भन्थ्यौं हामीले। कसैले हेरमा बाजे पनि भन्थ्यो। यसमा छु दयागु, छु भन्नाले के भन्न खोजेको हो। त्यस्तै गरी दयागु भन्नाले भनेको, छु दयागु भन्नाले के भनेको अथवा के भन्नु भएको। छु दयागुको मिनिङ के भनेको अथवा के भन्नु भएको। कत्पिन्छ तासा छु मधाइगु अर्थात अरूले सुने के नभन्ने होला। यहाँ हामीले कत्पिन्छको सट्टा कर्पिन्छ भन्छौं। यसलाई तको सट्टा हामीले र भन्छौं। र कर्पिन्छ, यसमा चाहिँ कट्पिन्छ छ। ठाउँ अनुसार अलिकति फरक हुन सक्छ। यसको मिनिङ यस्तो पनि हुन सक्छ, अरूले सुने के नभन्ने होला, यस्तो पनि हुन सक्छ। अरूले सुने पनि केही नभन्ने भनेको पनि हुन सक्छ। तर जहाँसम्म मलाई लाग्छ यसको मिनिङ यो हुनुपर्छ। किन भन्दाखेरि गीतको वर्डिङ सिचुएसनले यो सेन्टेन्सलाई संकेत गर्छ। तपाईलाई के लाग्छ कमेन्ट गर्न सक्नुहुन्छ। जिमी मा बाउ न बोबी जित अर्थात मेरो आमा बुवाले गाली गर्छ मलाई अथवा गाली गर्नुहुन्छ मलाई। जिमी मा बाउ न भन्नाले मेरो आमा बुवाले, बोबी भन्नाले गाली गर्छ भन्न खोजेको, जित भन्नाले मलाई। छिमी मा बाउ न ढ्याके धाल अर्थात तिम्रो आमा बुवाले भन्यो। यो ढ्याके ढाल भन्नेको कस्तो हो भन्दाखेरि बिहे गर्दाखेरि कुरा चलाउने जुन कुरा हुन्छ त्यो ढ्याके ढाल भन्नेको अर्थ चाहिँ त्यो हो बिहेको लागि कुरा चलाउनु। छिमी अर्थात तिम्रो,
र नेपालीमा यो ढ्याके तालको अर्थ ट्रान्सलेट गर्दाखेरि अलि कस्तो कस्तो सुनिन्छ, तर नेपाल भाषामा यसको अर्थ चाहिँ बिहेको कुरा चलाउनुलाई ढ्याके शब्द युज गरिन्छ। यसपालि नै तिमीलाई भन्ने भयो, ठुसी हे छन् त ढ्याके जुल, अर्थात् यसपालि नै तिमीलाई भन्ने भयो। यसमा ठुसी छ, ठुसी हे छन् त ढ्याके जुल, अर्थात् यसपालि नै तिमीलाई भन्ने भयो, अर्थात् बिहेको लागि कुरा चलाउने भयो भन्न खोजेको हो। हामीले यता लोकल कम्युनिटीमा ठुसी भन्छौँ, यहाँ ठुसी छ तर ठाउँ अनुसार फरक हुन्छ, यसमा चाहिँ याद गर्नु होला। यो पनि मिल्छ, ठुसी पनि मिल्छ। हाम्रो यहाँ लोकल कम्युनिटीमा ठुसी भन्ने छ भने अर्को ठाउँमा ठुसी पनि हुन सक्छ, स्लाइटली यताउता हुन सक्छ ठाउँ अनुसार। तर यो ठुसी भन्न खोजेको यसपालि यो वर्ष भन्न खोजेको, तपाईहरुले यसरी बुझ्नु होला यसलाई। छन् त अर्थात् तिमीलाई, ढ्याके जुल अर्थात् कुरा चलाउने भयो, बिहेको लागि कुरा गर्ने भयो भन्न खोजेको। झझ ढ्याका हेगु जुल, अब झझलाई चाहिँ कसरी भन्ने होला? झझ झिलिमिली पनि होइन। झझ भन्नाले अब कस्तो भन्दाखेरि, अब नेपालीमा मलाई ठ्याक्कै भन्न आएन, अब कस्तो राम्रो, यो राम्रो सेन्समा हो। झझ भन्नाले अब कस्तो भन्ने, अब राम्रो भन्ने कि अब कस्तो भन्ने, नेपाल भाषामा मैले यो भन्न खोजेको हो भनेर बुझेँ, तर नेपाली भाषामा यसलाई झझलाई चाहिँ ठ्याक्क मैले वर्ड भेटेन झझको अर्थ, त्यसैले मैले यसमा अहिलेको लागि झझ नै राखेँ। कोही थाहा हुने साथीलाई ठ्याक्क दिमागमा आयो भने कमेन्ट गर्नु होला। झझको अब कसरी भन्ने, अब झझ हुने गरी ल्याउने भयो। झझ भन्नाले अब कुनै एकदम सिँगारिएर राम्रो भन्ने कि अब के भन्ने, मलाई ठ्याक्क वर्ड आएन। प्लिज थाहा हुने साथीहरूले कमेन्ट गर्नु होला। झझ ढ्याका, झझ हुने गरी, हेगु जुल ल्याउने भयो। हेगु अर्थात् ल्याउने। हिरमाया मेजु गन वनेगु, हिरमाया मैया कता जाने। मेजु अर्थात् केटी मान्छेलाई, मैया अथवा अब कार्डमा पनि अब भाजु मेजु लेखिएको हुन्छ, श्रीमान श्रीमती भन्न खोजेको, फिमेल भनेर बुझाउन खोजेको हो। गन वनेगु कता जाने। मसोया थे सोया छङ्गु ख्वाशङ्का, अर्थात् नहेरे जस्तै गरी हेरेर तिम्रो मुहार बिगारेर अथवा तिम्रो अनुहार बिगारेर। मसोया थे सोया भन्नुको मतलब नहेरे जस्तै गरी हेरेर। मसोया थे भनेको नहेरे जस्तै, सोया भनेको हेरेर। छङ्गु अर्थात् तिम्रो, ख्वा अर्थात् मुहार अनुहार, शङ्का अर्थात् बिगारेर। लिबाक नेबाक जुइमते मन बोएका, ढिलो नहिँड मन उडाएर। नेपालीमा हामीले मन उडाएर भन्दा पनि मन डुलाएर भन्दाखेरि चाहिँ प्रपर होला, तर यसमा भन्न खोजेको बोएका भन्न खोजेको चाहिँ उडाएर भन्न खोजेको हो। लिबाक नेबाक अर्थात् ढिलो भन्न खोजेको हो। जुइमते नहिँड, मन बोएका अर्थात् मन उडाएर। दाइजा न छु पहल ख लाना, दाइले पनि के तरिकाले अथवा पाराले कुरा गरेको। दाइचा अर्थात् दाइ, दाइचा न दाइले पनि, छु पहल के तरिकाले अथवा के पाराले, ख भन्नाले कुरा, ख लाना भन्नाले कुरा गरेको। मन यागु मन न थाते मलाक, अर्थात् मन गर्ने मन पनि ठाउँमा नहुने गरी। अब यो ठ्याक्क ट्रान्सलेसन गर्दाखेरि यो हुन्छ, तर अब यसरी ठ्याक्क ट्रान्सलेसन गर्दाखेरि अलिक कस्तो कस्तो जस्तो लाग्छ। यो सेन्टेन्सले भन्न खोजेको अरू केही हो कि तपाईँको मनमा केही छ कि, यसो कमेन्ट गर्नु होला। मन न थाते मलाक भन्न खोजेको यसको ठ्याक्क ट्रान्सलेसन चाहिँ मन पनि ठाउँमा नहुने गरी हो, र यसको मन यागु भनेको मन गर्ने भन्न खोजेको हो। शब्द त ठ्याक्क मिल्यो, तर अर्थ अलिक कस्तो कस्तो जस्तो लाग्यो। भन्न खोजेको माया गर्ने मन पनि अब
गरौँ कि नगरौँ हुने गरी भन्न खोजेको हो कि सायद तपाईलाई कस्तो लाग्छ भन्नुहोला। झङ्ग पन्छी बोठे मबो जिगु मन अर्थात् चरा चुरुङ्गी उडे जस्तै उड्दैन मेरो मन। झङ्ग पन्छी भन्नाले चरा चुरुङ्गी, बोठे भन्नाले उडे जस्तै, मबो भन्नाले उड्दैन भन्न खोजेको, जिगु अर्थात् मेरो मन भइहाल्यो र बाँकी पहिलाको रिपिट नै भइहाल्यो। तपाईलाई कस्तो लाग्यो भन्नुहोला। मन परेदेखि शेयर पनि गरिदिनु होला। थ्यांक यू। शुभ